आमै नाइजु काको हेरिरहनु भाग्नु भयो यसको नाम रोजी यसको नाम खोसी ए हो र हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज फेरि तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ है। अन्त चाहिँ तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो भिडियोलाई लाइक अनि सब्सक्राइब गरिदिनुहोस् होला। फर्स्ट टाइम भिडियो हेरिरहनु भएको छ, च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ भने होइन। अन्त सो है मेरो गाइजहरूलाई पनि थ्याङ्क यू सो मच मलाई लाइक गर्नुभएकोमा, मलाई माया दिनुभएकोमा है। अहिले चाहिँ म के भन्न चाहन्छु भने चाहिँ आजको मेरो चाहिँ मैले हिजोको भिडियोमा भनेको थिएँ म गाउँ जाँदैछु भनेर होइन। त आज म गाउँ जाँदैछु अन्त एकदमै म रेडी पनि भइसकिसकेको छु होइन। अन्त अब गाउँको लाइफ है मलाई चाहिँ मैले चाहिँ यति साह्रो मिस गर्थेँ बेङ्गलोरमा बसेर होइन। मलाई हर पल जब सास पर्छ नि तब मेरो गाउँको याद आउँथ्यो होइन। अन्त त्यही भएर चाहिँ म चाहिँ अब गाउँ जाँदैछु। गाउँमा गएर कति साह्रो खुसी हुने हो के हुने हो है म सबै तपाईँहरूलाई देखाउने छु। गाउँको लाइफ चाहिँ कस्तो हुन्छ र बेङ्गलोरको यो लाइफ कस्तो हुन्छ। बेङ्गलोरमा एउटै रुममा ड्युटी गयो आयो खायो सुत्यो बस त्यति नै हो होइन। गाउँको लाइफ चाहिँ एकदमै डिफ्रेन्ट छ। त्यहाँनिर केही कुरा नभए पनि त्यहाँको मजा नै, त्यहाँको वेदर, त्यहाँको पानी, त्यहाँको सबै कुरा हुन्छ नि, अब त्यो चिजहरू हुन्छ नि, सबै कुरा अमेजिङ छ होइन। त्यही लागि चाहिँ म चाहिँ एकदमै मिस गर्छु बेङ्गलोरमा बसेर होइन। अन्त चाहिँ अहिले चाहिँ म गाउँ जाँदैछु। म एकदमै खुसी छु है। म सबै कुरा तपाईँहरूलाई ब्लगमा देखाउने छु है। मेरो ब्लग हेर्नु चाहिँ नबिर्सिनुहोस् होला है। मलाई माया दिइराख्नु होला भन्न चाहन्छु होइन। अन्त चाहिँ अरू त के भन्नु, अब म निस्किन आँटेको छु। सबै कुरा लगेजहरू पनि रेडी भइसकेको छ, म रेडी भइसकेको छु, म यतिकै जाने हो होइन। सो होइन मेरो हजुरबा चाहिँ मलाई लिनु आउनुहुने अरे होइन। उहाँलाई चाहिँ मैले भनेको छुइनँ 2टा ट्रली छ भनेर, लगेज छ भनेर होइन। अहिले चाहिँ ज्यादा सामान भयो होइन, त्यही कारणले गर्दा चाहिँ 2टा भयो। मैले चाहिँ एउटा मात्रै छ आउनु न भन्दै थिएँ, ऊ चाहिँ बाइक लिएर आउने भन्नुहुँदै थियो होइन। अब चाहिँ म के भन्नुपर्छ भने चाहिँ फोन गरेर मैले भन्नुपर्ने छ तपाईँहरूसँग बात गर्दा मैले याद आएको, नभए मलाई याद पनि आएको थिएन यो कुरा होइन। सो है अब म बाबालाई फोन गर्छु, फोन गरेर चाहिँ तपाईँ गाडी पठाइदिनु भन्छु सायद होइन। या त कोही अब मामाहरू पनि हुनुहुन्छ उनीहरूलाई लिनु आउनु भन्छु। अन्त गाइस है मेरो भिडियो हेर्नु चाहिँ नबिर्सिनुहोस् होला। म गाउँको लाइफ कस्तो हुन्छ अमेजिङ है तपाईँहरूलाई म देखाउने छु। मलाई माया गरिदिनु होला है। अन्त फेरि पनि भन्न चाहन्छु कि नयाँ हुनुहुन्छ भने, मेरो च्यानलमा नयाँ हेर्नुहुन्छ भने, भिडियो हेरिरहनु भएको छ भने मलाई प्लिज लाइक अनि सब्सक्राइब गरिदिनु होला। मलाई माया चाहिन्छ तपाईँहरूको होइन, सपोर्ट चाहिन्छ, त्यही लागि भनेको है। हुन्छ हेर्दै गर्नुहोस्। अब चाहिँ म चाहिँ अब जाने हो, गाडी बुक गर्छु होइन। त्यसको बादमा हेर्दै जानुहोस्। अहिले भनेको चाहिँ म चाहिँ एयरपोर्टमा चाहिँ चेकिङ पनि गरिसकेर चाहिँ जाँदैछु होइन। लेट भयो मलाई, घरबाट छिटो निस्केको थाहा छैन, लेट भयो हो। अहिले जाँदैछु, अहिले भने चाहिँ आइसकेँ होइन। गेट नम्बरमा बसिरहेको छु। बाहिरको सिन हेर्नुहुन्छ।
चिसो हो कि ठन्डा हो अब एकछिनबाट देख्छ है यहाँनिरको चाहिँ कस्तो छ भनेर एकदमै खुसी छु गाउँमा गएर पनि तपाईँहरूलाई देखाउँछु म घरको है हेर्दै जानुहोस् आइपुग्यो ब्यागको लाइन यति लामो छ आएको छु है ब्याग आएको छुइनँ बाबैले पर्खिरहनु भएको छ मेरो बाबैले पर्खिरहनु भएको रहेछ कताबाट अम्बो गरम त हेरेछ यहाँनिर त गरम त भन्नै पर्दैन पुरा बेसी होइन मेरो आएको छ नि आफ्नो बाबै जानुहुँदैछ मेरो बाबाले चारा लिन आउनुभएछ बाइकमा कसरी जाने हो पनि घाम चाहिँ यति साह्रो लागेको छ 4-5वटा चाहिँ सिलगढीमा लाग्दैछ होला बाबै हुन्छ के बिना घाम लागेको अम्बो बाबै नातिनी भिडियोमा हजुर होइन एउटा त सानो छ नि नै सजिलो भयो नि त के छैन हजुर मेगी खाएँ हजुर 250 अहिले भनेको चाहिँ म चाहिँ सिमलबारी आइपुगेँ होइन मेरो मामाको घर यति बेसी गरम कि सेलक्कै भयो सेलक्कै पुरा बेसी गरम रहेछ हो यहाँ चाहिँ गरमले मन आँट्यो अब चाहिँ खाना खाने मेजुल खाना बनाइदिनु भएको छ त्यो अन्त खाना खाएर चाहिँ फेरि अर्को गाडीमा चाहिँ फेरि जाने मिरिक जाने यहाँबाट यहाँ चाहिँ म चाहिँ यहाँ मामाको घरमा छु मेरो सिमलबारी मामाको घर चाहिँ होइन अन्त यहाँबाट चाहिँ अब एकछिनबाट खानासाना खाएर चाहिँ म घर जाने हो त्यहाँ त सायद उता त चिसो चिसै होला यहाँ चाहिँ अलिकति सिलगढी साइड भएर चाहिँ गरम भएको होइन उता चाहिँ चिसै हुन्छ साँच्ची भनेको यस्तो बेसी पोल्ने घाम रहेछ है यहाँ त हाम्रो टाइम खोलिरहेको थिएन बाबै फेरि जानुहुन्छ काममा जानुहुन्छ फेरि जानुहुनु भयो सकिएको काम ए त्यतिकै आमै नाइजु गएको बाई बाई आमै गएको चाहिँ मुन्सिपालिटीबाट निस्केको मिरिक
ए बाबा बेग सुल्किँदैछ तपाईँ भएकोमा हो यो ठुलो बेग हौ दुखेको छैन ठिकै छ भयो आइपुगिहाल्यो नि जति घर छेउमा आउँदै चाहिँ गयो त्यति अप्ठ्यारो हुँदै गयो अब चाहिँ सानो दामी भएन गाउँ सानो दामी छैन गाउँ हाम्रो गाउँ सानो दामी छैन भनेको ए बाइकको आउँथ्यो होला चाहिँ जाँदैन बाटो यति हो यहाँबाट उठ्यो भने चाहिँ म घरमा आइपुगेँ होइन घरमा आइपुगेर अघि चाहिँ मेरो ब्याट्री डाउन भएकोले गर्दाखेरि चाहिँ आउने बित्तिकै चार्जमा हालेँ अहिले आएर शीतल भइरहेको छ यहाँ चाहिँ मेरो घर काले भाइ के खाएको कसले ल्याइदिनु भएको हाई भन्देऊ न बहिनी हाई भन्देऊ न कस्तो अन्त प्लिज लाइक एन्ड सब्सक्राइब भन्देऊ त हेरिरहनु भाग्नु भयो मेरो मम्मी चाहिँ भाग्यो यति दामी फुल बनाउनु भएको रहेछ यहाँनिर चाहिँ कस्तो दामी कसले स्याहारेको मम्मी यो के दामी यो त झन् के दामी भएछ के कुछ फुल हो यो चाहिँ फेरि लाग्यो के फुल हो मोहित यो चाहिँ जगल्टे फुल हो ल मेरो घर चाहिँ यस्तो छ है कस्तो दामी छ बाबै बसिरहनु भएको छ आम्मा बागडुग्रादेखिको मिरिकसम्म बाइकमा ल्याउनु भएको मलाई तागतवर छ नि बाबै त हजुर हुन्छ ए हो र भाइ अन्त खुसी छ फुपा आयो भनेर नानी पनि खुसी छ कति खुसी छौ सो है अहिलेको लागि चाहिँ अब मेरो भिडियो चाहिँ यतिमै स्टप गर्छु किनभने म आएर फ्रेस पनि भएको छुइनँ होइन एकदमै गरम भइरहेको छ अब चाहिँ अहिले चाहिँ यहाँनिर पसिना सेलाएर होला शीतल शीतल भयो होइन
अब चाहिँ हात मुख धुन्छु, फ्रेस हुन्छ। भोलिदेखिको चाहिँ मेरो डेली ब्लग आउँछ गाउँको लाइफ होइन। तपाईँहरूले चाहिँ लाइक अनि सब्सक्राइब गरिदिनुहोस् होला है। मलाई हेरिदिनुहुन्छ भने आशा गरेको छु है। अब हेर्नु चाहिँ नबिर्सिनुहोस् होला। भोलिदेखिको मेरो डेली ब्लग हुन्छ, गाउँको लाइफ कस्तो हुन्छ भनेर हो। अन्त भाइ यहाँ आउँदा मेरो फुपूको च्यानललाई चाहिँ लाइक अनि सब्सक्राइब गरिदिनुहोस् होला भनिदेऊ न, भनिदेऊ न। मेरो फुपूको युट्युब च्यानललाई चाहिँ सब्सक्राइब र लाइक गरिदिनुहोस् ल प्लिज भन न, प्लिज। नयाँ हुनुहुन्छ भने पनि गरिदिनुहोस् ल। मन पर्यो मेरो फुपूको च्यानल भनिदेऊ न। नयाँ हुनु जान्छ भने फुपूको च्यानल मन पर्यो है। आजको लागि चाहिँ बाई। भोलिदेखिको मेरो डेली ब्लग आउँछ, हेर्नु नबिर्सिनुहोस् होला है। अहिलेदेखि चाहिँ बाई। ए बाई भन्दा पनि मेरो नानु पनि आएछ हौ। बाई है भन्देऊ न, तिमीले पनि भन्देऊ न। लाइक अनि सब्सक्राइब गरिदिनुहोस् होला सब्सक्राइब प्लिज। प्लिज लाइक सब्सक्राइब। बाई। अहिलेको लागि बाई। फलो गर्नु ल हामीलाई। हामी नयाँ नयाँ ब्लग लिएर आउँछु भोलिदेखिको भन न। हामी नयाँ नयाँ भ्लग लिएर आउँछौँ भोलिदेखिको। हुन्छ त है। अहिलेको लागि बाई, गुड नाइट, सी यू, टाटा टाटा। टाटा।